ओहो यो वर्षको एनबीए कपमा गण्डकी प्रदेशले सहभागिता नलिने टन्ने कति टिम रहेका छन्, महिला कति टिम, पुरुष कति टिम रहेका छन् त एनबीए कपमा, अनि कुन टिमले कस्ता खेलाडी कहाँबाट लिएका छन् र गण्डकी प्रदेशले किन सहभागिता जनाएन त, यी सबै कुराहरू म भन्नेछु। कृपया भिडियो लास्टसम्म हेर्नु होला। यदि यो भिडियो तपाईहरुको फोनसम्म आइपुग्यो भने प्लिज सब्स्क्राइब गरिदिनु होला। म यस्तै भलिबल सम्बन्धी जानकारी दिने नै छु है त। नमस्ते सम्पूर्ण भलिबल प्रेमी दर्शक महानुभावहरुमा। यो भिडियो चाहिँ एनबीए कप विशेष नै रहनेछ। गत वर्ष चाहिँ नेपाल भलिबल संघले आयोजना गरेको एनबीए कप यही मिति 2082 पुस 11 गतेदेखि 19 गतेसम्म सञ्चालन हुन गइरहेको छ, जसमा चाहिँ पुरुषको 12 टिम र महिलाको 8 टिम सहभागिता जनाउने छन् भन्ने कुरो सुनिएको छ, जसमा चाहिँ 3 जना विदेशी खेलाडीहरु पनि समावेश गर्न पाइनेछ। यसपालि चाहिँ अलि नयाँ नै छ, किनभने टिम पनि धेरै छ, पहिलेको भन्दा 12 टिम रहेको छ पुरुषको, महिलाको 8 टिम। पुरुष भलिबलमा चाहिँ नयाँ टिमहरु पनि समावेश हुनुभएको छ यसपालि। टिप टप हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, यिनीहरु त पुरानो भइगे। नयाँहरुमा चाहिँ रुकुम पश्चिम भलिबल संघ, सुदूरपश्चिम भलिबल संघ, कोशी प्रदेश भलिबल संघ, जाउलाखेल भलिबल संघ, अरु एक दुईवटा नाम चाहिँ जानकारी आएको छैन। र यसपालि टिप टप हेल्प नेपालले आफ्नो टिममा 3 जना पाकिस्तानी प्लेयरहरु समावेश गरिसकेको छ र रुकुम पश्चिमले पनि 3 जना पाकिस्तानी खेलाडीहरुलाई लिएको छ। हेरौं कस्तो हुन्छ गेम। यी त थिए छोटगरीमा नयाँ र राम्रा कुराहरू। र दुःख लाग्ने कुरा के छ भने गण्डकी प्रदेशले भाग लिएन, सबैभन्दा पहिलो कुरो त। त्यसपछि यसपालि चाहिँ लाइभ भिडियो पनि फ्रीमा हेर्न पाइने छैन। लाइभ हेर्नको लागि चाहिँ एमएसएम भिडियो डाउनलोड गरेर त्योमा चाहिँ 300-400 कति छ दर, त्यो पैसा तिरेर मात्र हेर्न मिल्नेछ। यो चाहिँ दुःखको कुरा हो। र यो कुरा गण्डकी प्रदेश भलिबल संघ किन नभो एनबीए कपमा सहभागिता भएन त। गण्डकी प्रदेशलाई फोन पनि गरेको हो, पत्र पनि पठाइएको हो, तर गण्डकी प्रदेश चाहिँ सहभागिता हुन सकेन भनेर चाहिँ नेपाल भलिबल संघका महासचिव तथा यी 9 एनबीए कपका संयोजक रोशन श्रेष्ठजीले हिजो एउटा इन्टरभ्यूमा भन्नुभएको थियो, गण्डकी प्रदेश चाहिँ सहभागिता भएन। किन आएन भने मेरो विचारमा सबैलाई थाहा छ। योभन्दा 1 महिना पहिले भएको काबा पुरुष च्याम्पियनशिपमा चाहिँ गण्डकी प्रदेशका खेलाडीहरु एकजना पनि छनौट भएनन्। त्यसपछि चाहिँ थोरै विवाद सिर्जना भएको थियो। त्यो बेला चाहिँ गण्डकी प्रदेशले नेपाल भलिबल संघलाई एउटा पत्र पठाएको थियो। पत्रमा चाहिँ अबदेखि नेपाल भलिबल संघले आयोजना गरेको कुनै पनि खेलमा गण्डकी प्रदेशले भाग लिने छैन भनेर पत्र चाहिँ पठाउनु भएको थियो गण्डकी प्रदेशले। मलाई चाहिँ त्यही काबा च्याम्पियनशिपमा गण्डकी प्रदेशका एकजना खेलाडीहरु पनि सिलेक्सन नभएको कारणले हो जस्तो लाग्छ हैन। तपाईहरुलाई चाहिँ के लाग्छ कमेन्ट गर्नु होला। र गण्डकी प्रदेशको फ्यान को कति हुनुहुन्छ कमेन्ट गर्नु होला है त।